ल गाइजहरु हामी यतै खोलामा माछा मार्न आइदिरा ढुङ्गाले काट्यो यसरी मार्छौँ हामी माछा या देखाउँ न यहाँ पनि या आयो भने भन है मलाई माछा पोल्ट्री फार्ममा फाइनली परिसकेको छ साथी भाइ भन्ने कुरा आफ्नो ठाउँ हुन्छ गाइजहरु मैले यसरी भिडियो खिचिरहेको थिएँ माछा चोबेको है अहिले या साँझ म युट्युबमा हाल्छु हेर्नु होला है सबैजनाले मैले त अहिले भर्खरैबाट स्टार्ट गरेको गाइजहरु हाम्रो माछा मार्ने कार्यक्रम चाहिँ जारी नै छ ल हो यसरी थाप्छन् यहाँ नपर्ला पनि भन्न सकिन्न ल हामीहरू देखाउँछौँ गाइजहरु मोबाइल नखस्ला भन्न सकिन्न तालतिर नखस्ला भन्न सक्दैन खस्ला पनि थोप्रा हेर न गाई थोप्रा खासमा अस्ति नै चित्तामा राखेको उठेर आयो आज म जाँदै थिएँ म पनि गुवाएर फर्केर आएँ कता हग्नु हो गाइजहरु यस्तो यस्तो भिडियो बनाउँछस् हो त्यसले फर्काएर लियो नि त ल अब चाहिँ हेर्नु होला यहाँ ठुलै पर्छ भन्दा बित्तिकै नपर्ला पनि अब त्यो मेरो गल्ती होइन गाइजहरु यहाँ सर्वसम्मतै भन्ने मलाई लागिरहेछ एउटै आहा स्त्रीले एउटै त भुटी भुटी गरेको हामी देख्न सक्छौँ एक मिनट भयो कति बनाउने भन्दा लामो त्यहाँ चाहिँ दुवाली थुन्ने कार्यक्रम भइरहेछ यहाँ फुल फुलेको रहेछ फुलेको वनमाया दामी 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 नगर्नु अनि खेल्न चाहिँ यहाँ देखिनु परेन क्यामेरामा कैद हुनु परेन माछाहरू टाउको दुखिरहेछ बेसरी मेरो काठी मार्नु बा काठी गाह्रो भइरहेछ बाल्ला बोक्न देख्न सक्नुहुन्छ माछाहरू हल्लिरहेछन् या म कस्तो आफू नि त भिडियो हाल्छु न जानेछु युट्युबमा गएर हेरिदिनु होला है भिडियोहरू सबैजनाले हामीहरू लाइभ टेलिकास्ट प्रसारण गरिरहेछौँ माथिदेखि हाम्रो बजे दुगुरी राख्नु भएको छ हो त्यो ट्याउ चरा पनि अघि अघि
पक्कै अन्डा खोजेको हुनुपर्छ त्यसले। बजैले चराले कहाँबाट आउला गरे आन्टी? हाम्रो आन्टी बडो धुमधाम मेहनतका साथ लागिराख्नु भएको छ, तर उहाँले सफलता अहिलेसम्म पाउनु भएको छैन। लाग्छ मलाई उहाँहरूले एउटा समाउनु भयो बल्ल बल्ल। हाम्रो रोगानी छेमा बिल्कुल पारीमा बाल्ला सुटमा बोकेर हिँडिराख्नु भएको छ। सल्लेरीको बन मेरो फोन पनि विचार गरे पट्क्यो भने के गर्ला ल म? पट्क्यो भने मेरो देब्रे फिला जान सक्छ गाइजहरू। के को फोन बिना ल? फोन बिना हैन, म त बुढो बिना हो। बुढो बिना बाँच्न सक्दैन म? हामी त बुढो बिना एक पल पनि बाँच्न सक्दैन। त्यही भएर तपाईँ राम्रो व्यक्ति हुनुहुन्छ अहिले समय यस धरतीमा जीवित हुनुहुन्छ। नत्र कहिलेकै आँखा बटारेर मरिसक्थ्यो। उहिले टप्किनु पर्ने मान्छे हो तपाईँ। सायद मलाई लाग्छ धरतीमा तपाईँ जस्तो मान्छेको कोही आवश्यकता छैन। खर्के दाइको के उसले यहाँ कसको आँखा लाग्यो? बिल्कुल त्यस्तो कुरा नभन्नु होला, म लाइभ टेलिकास्टमा छु। टिकटकमा त्यो गु जस्तो कुरा नगर्नुहोस् के। म यो झुन्डदेखि अरे आन्टी त अनि कलमै हुनुहुन्छ त के समायो भनेको? उहाँ हामी पादमला पनि भन्नु। लाज किन बाबा? हो त्यसमा झुलमा फुलाङ 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 गराउनु नि। झाडीमा के अरे ऊ हुन्छ झिङ्गा। पिटाइ खानु होला अहिले, ध्यान राख्नु। ध्यान राखिसियो हामी हानिदिने पनि हो। सफलता हासिल पारिसक्नु भएको छ यतिखेर। हामी देख्दैछौँ धनसरी मगरले बाँधेर। उहाँ एकदम लागि पर्नु भएको छ। सूर्य देवता यहाँ ठिक माथि हुनुहुन्छ। साँझ पर्नै लागेको छ गाइजहरू। ल गाइजहरू हामीहरू खोलादेखि निस्किसकेको। हामी घर जानुपर्ने हुन्छ, घाम डुब्नै लागिसक्यो। हामी चाहिँ घरतिर गाइजहरू हामी चाहिँ घरतिर लागेको। ल आइज।